हुन्छ है, एउटा इलेक्सनको कुरा गरिरहेको छौँ हामी। टु क्यान्डिडेट ए र बी स्टुड फर द पोस्ट अफ मेयर। दुईटा क्यान्डिडेट रहेछ, एउटा ए रहेछ एउटा बी रहेछ। कुन पोस्टको लागि उभिएको हो? मेयर पोस्टको लागि उभिएको हो है, ठिक छ। देयर वेयर 35,000 भोटर्स। टोटल मान्छे कति रहेछन्? भोटर 35,000 भोटर रहेछ है। भोट वेयर सपोज टु कास्ट फर अ सिंगल क्यान्डिडेट। यो कुरा हामीले डिटरमाइन गरेको हुन्छ, कतिले यसलाई ध्यान दिन्छ, कतिले यसलाई इग्नोर गरेर डाइरेक्ट सिटको फर्मुलामा गएर बनाइदिन्छ है। के भन्दैछ यहाँ चाहिँ के एउटा जुन हुन्छ नि, एउटा सपोज के छ त, एउटा मान्छेलाई भोट दिएको मात्र के हुन्छ? भ्यालिड हुँदो रहेछ। जस्तै कि या त ए लाई दिनु पर्यो या त बी लाई दिनु पर्यो। दुईटा भोट पनि कति मान्छेले दिन्छ? जाने बुझेर या अबुझमा। मैले यो कुरा पहिले पनि गरेको थिएँ। दुईटाले भोट दियो मतलब धेरै जान्ने भनेर त त्यसको के हुन्छ? भोट रद्द हुन्छ। त्यसको भोट न त ए लाई जान्छ न त बी लाई जान्छ। मतलब यहाँ बोथ कुरा जुन गरेको छ त्यो चाहिँ बिल्कुलै दुईटा भोटरको कुरामा चाहिँ त्यसलाई इन्क्लुड हामी गर्दैनौँ। सबसे पहिले क्वेसन पढिहालौँ है त। क्वेसन पढिहालौँ। सो द एबोभ इन्फर्मेसन इन भेन डायग्राम एन्ड फाइन्ड द, सरी पहिला भन्दैछ भेन डायग्राममा सबै इन्फर्मेसनलाई हामी रिप्रेजेन्ट गरौँ। सो फाइन्ड द नम्बर अफ पिपल हु डिड नट लाइक कास्ट भोट भन्छ। यस्तो नम्बर निकाल्नुहोस् जसले चाहिँ भोट कास्ट गरेको छैन। अब केही मान्छे हुन्छ नि त भोटै कास्ट गर्दैन हैन, आफ्नो राइटको लागि लड्दैन हैन, त्यस्तो हो। सो फाइन्ड द नम्बर अफ पिपल भ्यालिड भोट। कुन सदर भोटहरू, जुन भोटहरू त तिनीहरूमा काउन्टिङ भयो, काउन्टिङ हुने भोटलाई हामी के भन्छौँ? भ्यालिड भोट है। र हाउ मेनी भोट वेयर इनभ्यालिड। र कुन भोटहरू चाहिँ काउन्टिङ हुँदैन, त्यो रद्द मानिन्छ है। त्यसलाई त्यो भोट दिएको पनि नदिएको जस्तो मानिन्छ है। सबसे पहिले हामी के गरौँ? लेट ए एन्ड बी द सेट अफ अ क्यान्डिडेट हु स्टुड फर द पोस्ट अफ मेयर रेस्पेक्टिभली। हामी ए र बी लाई के मानौँ? सेट अफ क्यान्डिडेट मानौँ जसले के गर्छ त मेयर पोस्टको लागि स्ट्यान्ड भएको छ है। बाई युजिङ भेन डायग्राम, भेन डायग्रामको थ्रु जाउँ हामी। ए लाई भोट दिने कति हो? 18,000 हो। बी लाई भोट दिने कति हो? 14,000 हो। र दुईटैलाई भोट दिने कति हो? 2,000 हो है। त्यसैले हामी ओन्ली ए इक्वल्स टु कति लेखौँ? 18,000 लेखौँ र ओन्ली बी इक्वल्स टु 14,000 र टोटलमा के लेखौँ? 35,000 र इन्टरसेक्सन कति हो त? 2,000 हो है। यहाँ सपोज ओन्ली वान क्यान्डिडेट दिएको थियो, त्यसैले मैले यसलाई ओन्ली माने, जब कि यहाँ ओन्ली नदिँदा पनि है। अब भन्दैछ हामीलाई भोट नदिएको सङ्ख्या निकाल्नको लागि फर्मुला हामीलाई थाहा छ। एनयूको फर्मुला हामी लगाउन सक्छौँ। ओन्ली ए प्लस ओन्ली बी प्लस एन ए इन्टरसेक्सन बी प्लस एन ए युनियन बी को चाहिँ कम्प्लिमेन्ट है। त 35,000 भ्यालु, यसलाई 18,000 प्लस 14,000 प्लस 2,000 इक्वल टु कति हुन्छ? सो हाम्रो के रहेछ त यहाँ 35,000 इक्वल्स